ए बाची गाड त फाटिहाल्छ है केटाहरूको बल्लाइ पाउनु बित्तिकै बाजी कसैलाई केही भन्नु होइन सबको गाड फाटिँदा आउँछ टिममेट टिम बनाएर माची केही भयो मलाई केही भएन अनि त्यही हो राम्ररी बस्यो केटा आऊ तिहार स्याहार राम्ररी मनाऊ पड्का अलिकति टाढाबाट पड्काउ हात साथमा फुट्यो भने फेरि ड्यामेज हुन्छ होइन घाटा लाग्छ हात साथ घाउसा हुन्छ होइन सो अब त्यही हो कुराहरू त केही छैन अल्छी लागेर घर बस्दा बस्दा एक्लै भइदिएको होइन अनि यसो हेर्दा मान्छे मान्छेको खाना नै पस्दैन है मेरो बारेमा नबोलेसम्म है सबको गाँड फाट्छ सबको गाँड फाट्छ न कसैलाई केही भन्नु न पेलेको छैन अब जसलाई पेलेको छ त्यो बोल्दै बोल्दैन बाइ द वे म इटहरी आउँदैछु है स्याटरडे इटहरी यही शनिबार भोलि पर्सि बल हान्नुपर्छ इटहरीमा जो छ सब आइदिनु होइन दामी भन्नुपर्छ होइन हिजो जेम्सीको थियो अब आज पर्सि चाहिँ मेरो है बल हान्नुपर्छ यो के छ मेरो केटा आऊ सबलाई होइन धेरै ठुलो वाला लभ मबाट होइन अनि त्यही हो अनि भन्ने के भन्ने अब मैले यस्तो के भन्छ एउटा यो थाहा चाहिँ के हो यो के हो कमेन्ट हान त के हो यो कमेन्ट हान त के हो केटा हो के हो यस्तो यो चाहिँ होइन यसलाई चाहिँ होइन कपालमा यस्तो गरेर होइन अनि यस्तो नुहायो भने फ्रेस देखिन्छ कपाल सपाल दामी देखिन्छ होइन तर होइन कोहीको लाइफमा यो कुराहरू कामै छैन के होइन ठिकै हो कोहीमा त्यो हुन्छ नि बार्बर सप पनि जान सक्दैन होइन त्यस्तै हो अब कुराहरू त सबैको लागि हो तर अब के भन्छ कुनै कुरा कसैको लाइफमा काम नै हुँदैन कि होइन बुझिरहेको छौ नि सो अब मैले भन्नुपर्दा यस्तो होइन अब के भन्छ मैले यो के भन्छ यसो हेरिरहेको थिएँ कि यताउति लौडा लसु सुन्नमा आउँछ बाँची सबको गाड फाटिरहेको हुन्छ बाँची कसैको केही भन्नु नराम्रो यताउति होइन सब काफै फाटिरहेछ कि हुन्छ नि अब त्यो मलाई थाहा छ त्यो किन होइन म चाहिँ भन्न आएको होइन मान्छेले के भन्छ मैले समाज बिगारेँ रे मैले चाहिँ मान्छेलाई त्यो बिगारेँ रे मान्छेको बच्चा बिगारेँ रे होइन ठिक छ मैले त त्यस्तोमा आई थिङ्क मलाई लाग्दैन मैले त्यस्तो कसैलाई केही बिगारेको छ होइन त्यो यसो अलिकति मुखसुख छाडेर त्यो अलिकति आई डोन्ट थिङ्क सो त्यस्तो केही हुन्छ होइन मान्छे छाडे कहाँबाट बिगाउँछ जब होइन अहिले एकछिनमा कुरा गर्छु यतै सो मैले भन्न के खोजिरहेको थिएँ भनेपछि अब यहाँ लाइक हाम्रो कम्युनिटीमा धेरै टाइपको म्युजिक छ नि त अब कसैले लभ सङ गाउँछ कसैले ग्याङ्स्टर गाउँछ कसैले के गर्छ होइन कसैले स्टोरी टेलिङ हुन्छ अनि मेरो पनि छ त्यसमा सबैको मैले पनि गरिरहेको छ झन् मेरो नयाँ प्रोजेक्टहरू आउँदैछ मैले त्यहाँ डिफ्रेन्ट टाइपको म्युजिकहरू गर्दैछु जुन कि मान्छेले सुनेको छैन मबाट त्यस्तो आउँछ भनेर त्यस्तो टाइपको मैले गर्दैछ होइन सो यो जुन नयाँ प्रोजेक्टहरू मेरो एकदम नै लाइक डिफ्रेन्ट हुन्छ पहिला भन्दा जहिले अब मैले लास्ट टाइम प्रुफ पनि गरेँ अन्त गाली नै दिनु पर्दैन नि त गीत गाउनलाई होइन मान्छेले गाली दिएर गाएँ मैले त विदाउट गाली दिएर त्यो अस्ति के भन्छ यो रजनीगन्धा अरे त्यसपछि अर्को ट्र्याक होइन हाम्रो अनि चल्यो नि त बवाल चल्यो होइन गाली दिएको छैन नि यति पनि गाली दिएको छैन नि त मैले गाली त्यो मलाई के फरक पर्दैन मैले गाली दिए पनि चल्ने हो गाली नदिए पनि चल्ने हो त्यस्तो मलाई केही फरक छैन तर मैले भन्न खोजेको चाहिँ के हो भनेपछि
मैले चाहिँ मान्छेलाई इन्टरटेन मात्र गरिरहेको छु क्या व्हाट्सअप डिजे विश्व दाई दाइसँग हिजो राति कुरा भयो त्यो दामी प्रोजेक्ट आउँदैछ दाइसँग पनि है अनि मैले चाहिँ इन्टरटेनमेन्ट गराएछ मान्छेलाई इन्टरटेन गराएछ मान्छेले रमाइरहेछ त्यसमा होइन अनि त्यसपछि लाइक एज अ इन्टरटेनमेन्ट मात्र मैले कुराहरू बोलिरहेको हुन्छ नि त त्यहाँ मान्छेलाई सबलाई थाहा छ नि त होइन यस क्लिनेस्ट म्यान इन द इन्डस्ट्री हो क्या म होइन त्यहाँ कमेन्ट आइसक्यो होइन तर लाइक कसैलाई त्यो मैले के अब मैले त्यस्तो गाल दिँदा मान्छेले यो भयो त्यो भयो त्यो भयो यो भयो यो बिग्रियो त्यो बिग्रियो बच्चादेखि हामीले फोन हेरिरहेको हुन्छ अनि रियल लाइफमा हामीले गर्छ त्यस्तो कुरा गर्दैन नि त्यो हेर्छ मात्र हामीले होइन तर गर्ने बेला चाहिँ हामी त्यस्तो केही पनि गर्दैन क्या सो त्यो चाहिँ एउटा इन्टरटेनमेन्ट हो क्या होइन अनि त्यसपछि साउट आउट टु जेएमसी बोय अनि तर यहाँ होइन अब त्यस्तो लाइक अब मैले गाल दिनु भने जसले पनि दिन्छ कि आफ्नै बाउले गाल दिन्छ कि लाइक अब कामसाम बिगाऱ्यो भने त गाली खान्छ नि त त्यो बच्चादेखि अब सुनिराखेँ हो त्यो कुराहरू गाली हो द्याट्स इट क्या अनि त्यो जस्तै हामीले मुभी हेरेर आउँछ त्यहाँमा भइरहन्छ के हेर तर त्यो हामीले त्यो मुभी हेरेर त्यो आएर गरिदिने होइन नि त त्यो खालि हामीले जस्ट इन्टरटेन गरे हो क्या अब त्यस्तोले पनि मान्छेहरूलाई अलिकति प्रब्लम भइरहेको रहेछ क्या तर यहाँ अब चाहिँ होइन कोहीले आँखा निकालिदिन्छु रे मुटु चिरेर फाडेर रगत गाडेर झाडेर अब सुन मान्छेलाई घरमा आएर पिट्छु भन्छ काट्दिन्छु रे होइन 2 टुक्रा बनाइदिन्छु रे त्यसले धेरै बिगार्छ होइन कि मेरो गीतले धेरै बिगार्छ ल भर त एटलिस्ट मैले त ल मुख छाडे मुख छाड्नु भनेको इमोसन हो जसले पनि छाड्छ के होइन जसले पनि त्यो निस्किन्छ मुखबाट किनभने त्यसरी हुर्क्या हो नि त हामी होइन त्यसले केही फरक पर्दैन तर त्यहाँ के भन्छ यसको छोरालाई गएर यस्तो काटेर फाडेर चिरेर त्यो त द्याट्स अ क्राइम के मान्छे मान्नु भनेको क्राइम हो क्या होइन त मैले भन्न खोजेको त्यस्तो कुराहरू चाहिँ मान्छेले टपिकमा कुरा गर्दैन अनि म्याचिङ वाइ अलवेज झोला क्या म्याचिङ मैले जसको पनि होइन मैसँग म्याचिङ गाँड फाट्ने हो किन त्यस्तो फेभरेट भएको मती वर्ग मैले चाहिँ अब अलिअलि यस्तो भनिदिँदाखेरि बाजेलाई रिस उठ्ने त्यहाँ म खोडा छिराएर टाइगर छिराएर आँद्रा निकालेर त्यो पनि त्यो गर्दा चाहिँ द्याट्स गुड फर समाज होइन त्यो चाहिँ एकदम बब्बाल क्या होइन अरूले गर्यो भने के भन्छ चमत्कार झोलाले गर्यो भने बलात्कार म्याचिङ तिमीहरूको आँखा फुटेको छ लाडो म्याचिङ म मात्र देख्छ तिमीहरूलाई लाडो सबै देख्दैन त्यहाँ म्याचिङ कोले के भनेको छ मैले मात्र लाडो मुख छाड्छ हो छाड्छ ल मैले छाडी पनि रहेछ तर म्याचिङ अरूले पनि त मुख छाडिरहेको हुन्छ नि त त्यहाँ होइन म्याचिङ त्यहाँ मुख छाडिरहेको हुन्छ त्यहाँ काट्दिन्छु पिड म्याचिङ घाँटी छिनालिदिन्छु भन्छ म्याचिङ ओ दामी रे बब्बाल रे दामी हो खतरा रे म्याचिङ मान्छेको छोरा सुध्रिन्छ त्यस्तो सुनेर म्याचिक्ने मैले त खालि मुख छाडिरहेको छ इन्टरटेन गरेपछि इमोसन मैले जे सिकेँ त्यही बोलिरहेको के त्यो केही पनि गरेको छैन के तर लाडो होइन त्यो म्याचिङ त्यो काट्ने छुरी त्यो लाडो पुलिसले म्याचिङ मैले मुख छाडेँ भनेर लाडो त्यो बिग इस्यु नै हुँदैन जसले पनि छाड्यो त्यो इमोसन हो के तर त्यो चाहिँ सिकाउनु भनेको के त्यो टाउको फोडिदिनु सिकाउनु घरमा छिरेर हान्नु किडन्याप हानिदिन्छु चक्कु हानिदिन्छु छुरी घाँटी ऊ त्यो चाहिँ ब्रो रियल क्राइम हो सो नेक्स्ट टाइमबाट होइन कसैले पनि कन्टेन्ट बनाउँदाखेरि म्याचिङ सबै कुरा बराबर हेर्ने हो क्या बराबर हेर्ने हो के कसले के गरिरहेछ क्या होइन लाइक मै ब्याड के गाँडा हाने थियो क्या मैले घर आएर म्याचिङ प्राइभेटमा मसँग रिस राखिरहेछ होइन अरू कुरा त्यस्तै हो हुन पनि अब जो चल्छ होइन त्यसकै कुरा गर्छ मान्छेले अब लाडो अरूको त्यो के भन्छ नाम लिएर कन्टेन्ट बनाएर भ्युज आउनु पर्यो नि होइन मेरै नाम लिएर त भ्युज बटोल्ने हो नि त होइन त्यो पनि हो अब ठिकै हो त्यो पनि अब उनीहरूको पनि मैले मजबुरीहरू बुझ्छ क्या होइन के भन्छ अब नचलेको मान्छेको नाम साम लियो भने त तिनीहरूकोमा आफै भ्यू आइरह हुँदैन होइन अनि अब झोला को नाम लियो भने मात्र चल्यो हो नि त
ठिक छ तर तर ब्रो सबैको लाइक भन्ने बेला चाहिँ अब सबैको मिलाएर भन्नुपर्छ के भन्छ म मात्र ब्याड होइन के हैन जसले त्यो कन्टेन्ट बनाउँछ नि त्यो पनि कहाँ जान्छ मैले पनि देखेको छु नि त अनि त्यस्तै हो झोलाबाई मस्ती में हैन आग लगे बस्ती में झोलाबाई मस्ती में हो के बेचारा माया लाग्ने छ मान्छेहरु त बेचारा अब त्यस्तै हो अब भन्नु पर्दा त अरु अनि अर्को एउटा कुरा चाहिँ मलाई भन्नु छ हैन म अहिले देखाउँछु भनेर किन भनिराख्छु हैन By the way, मैले बच्चा बिगारे यो बिगारे त्यो बिगारे स्यु बिगारे हैन ब्रो मेरो लिसनर्स के छ अरे 12 वर्षदेखिको फुच्चेहरु छ अरे यताउति के कसले हैन बच्चाहरुले सुन्छ फर हैन your kind information हैन let me show you हैन आज ये है ब्रो केटाहरु हेर या पुरा हाल या 17 वर्ष यो के हो माइनर 13 देखि 17 इयर्स हैन ब्रो only 6% के झोला बेबी हैन या राइट मेरो बच्चाहरुले सुन्ने भनेको 6% मात्र हो सो नेक्स्ट टाइम बाट कन्टेन्ट बनाउँदा हैन नेक्स्ट टाइम बाट कन्टेन्ट बनाउँदा प्रपर स्टडी गर्नुपर्छ के मान्छेलाई यो के भन्छ रङ इन्फर्मेसन प्रोवाइड गर्दिने हैन के जे मुखमा कन्टेन्टको लागि अब हुन्छ नि जे मुखमा आयो ब्या बोल्यो बच्चाहरुले सुन्छ यो सुन्छ हैन नो ब्रो प्रपरली रिसर्च गर्नु कि कन्टेन्ट बनाउनलाई जे पनि बोल्न पायो हैन पाएन नि त पहिला स्टडी गर्नु पर्यो नि त यहाँ 13 देखि मेरो 6% क्या हैन only 6% क्या त्यहाँबाट 18 देखि 27% देन 25 देखि 34 के भन्छ 25 देखि 34 इयर्स हैन त्यो चाहिँ 40% सो मेरो मेजोरिटी क्राउड चाहिँ हैन 25 पछिको छ के 25 पछि 34 भनेपछि यसो अल टु अल लिनु पर्दा त यहाँबाट हैन 93% त लाइक ठुलो क्राउडहरु छ नि हैन यहाँ बच्चाहरु त 6% मात्र छ ब्रो हैन सो कन्टेन्ट बनाउनलाई जे पाइ त्यही जे बुकमा आयो त्यो आई डोन्ट थिंक सो त्यसरी बोल्नु हुन्छ हैन किनभने रिसोर्स चाहिन्छ के हावातालमा बनाउने भने ओके अनि क्लाउड चेजर रे हैन क्लाउड चाहिँ कोले चेस गर्छ थाहा छ नि त मलाई हैन क्लाउड कोले चेस गरिन्छ थाहा छ मलाई ब्रो कसैको नाम लिनु छैन त्यो नाम लिएर लसुदेर म आफैले आको हो के आफै चल्या हो के 0 सब्स्क्राइबरबाट स्टार्ट गरे हो हैन आफ्नो हाल्या हो के आफ्नो कन्टेन्ट हाल्या हो आफै चल्या हो के हैन त्यो कसैको त्यो टानेर यताउति बरु मेरो नाम लिएर चाहिँ कति जनाको लाइफमा कति इम्प्याक्ट परेछ मलाई थाहा छ के हैन तिमीले जला त्यो हिरो सिरो भन्छ नि त्यो त मेरो लाडो पनि हैन फर्स्ट थिङ हैन त्यसपछि त्यो कति जनाले चाहिँ मलाई मेसेज गर्छ यो लाडो को हो माछी मैले त्यसलाई भक्कर चिन्या हो के हैन त्यो क्लाउड चेसको कुरा चाहिँ त्यो क्लाउड चेसको कुरा चाहिँ अब त्यही हो अब त्यहाँ आफै हेरे हुन्छ कोले क्लाउड चेस गर्छ भोलि मेरो नाम लिएर फेरि अर्को आउँछ फेरि अर्को आउँछ सबसँग त म अब बोलिराख्नु सक्दिन हैन अब म बोलिराख्नु पनि मन छैन र थिएन पनि के त्यस्तो हैन तर मिसगाइड गर्दिनु भएन के मान्छेले रङ इन्फर्मेसन दिनु भएन के सो मैले भन्न खोजेको इफ कुनै कन्टेन्ट कसैले बनाउँछ भने सो त्यो कुरा ब्यालेन्स राख्नु पर्छ त्यहाँ इन्डस्ट्रीमा म मात्र छैन को छ कोले के गर्दैछ कसैले मुख छाड्दैछ कसैले त्यहाँ टाउको फुटाइदिन्छु कसैले मर्डर गरिदिन्छ रे कसैले किडन्याप सो बराबर हेर्ने हो नि ब्रो हैन मलाई मात्र टार्गेट गर्ने हैन सो अब म्युजिकको कुरा आउँछ सो यदि अब त्यहाँ के भन्छ थाहा छ त सबले सुन्यो होला नि कस्तो हुन्छ वेस्ट म्युजिक भनेको चाहिँ हैन सो मैले जे सिक्या त्यो गरे हो नि त हैन
त्यो द्याट्स नथिङ न्यू के हैन तर यहाँ यो जसरी अब हाम्रै कल्चरको कुरा गरौँ न हैन सो र्यापमा त त्यस्तो छाडा मैले त त्यो भन्दा छाडा मैले थाहा चाहिँ के देखाएको छ हाम्रै कल्चरको हाम्रो दोहोरी म्युजिकहरु कस्तो डेन्जर हुन्छ डबल मिनिङ हुन्छ कस्तो हुन्छ हैन हुन्छ कि हुँदैन हुन्छ नि हैन सो सबैजना त्यही त सब राम्रो मैलाडो जस्तो माछी दुनिया पुरा राम्रो के सबजना माछी गुड बोय झोला माछी ब्याड बोय त माछी म भिलेन बनाइदिन्छु के मलाई ला हुन्छ नि एउटा बाजी अरूले गरेको कसैले केही देख्दैन बाजी म राम्रो छु ह्यान्डसम छु त्यसले सबले हिँड्छ कि होइन ठिकै हो लाइट प्रपर छैन ब्रो अब आज अफ गरेर बसिदिएको सो भन्नुपर्ने त्यही कुरा अब लाइक अब हाम्रै अब ऱ्याप ब्याटलहरू हेरौँ न पहिला हामी सानो हुँदाखेरि होइन त्यहाँमा कालेमा चिक्ने काले त्यहाँ भनेको छैन भनेको छ कि छैन सरी त्यहाँ माथि काले काले ग्यासको सिलिन्डर बुम घरमा भन्दै ऱ्याप हानेछ होइन त्यहाँ मुख छाडेको छ त्यो आजभन्दा 10 वर्ष अगाडि हेर त्यो चाहिँ गुड हैन अनि मैले भन्दा अब त्यही हेर काले दाइ काले दाइ काले दाइ काले दाइ त्यो पनि राम्रो है तर मैले भन्दामा त्यो के भन्छ रेसिस्ट रे अरूले गर्दा चमत्कार मैले गर्दा बलात्कार हुन्छ है जहिले पनि तिमीहरूलाई अनि यसो कुराहरू मैले पनि थाहा पाएकै हो क्या अब त्यो यसो हो के ब्रदरहरू हैन केटाहरू ओ व्हाट्सएप अघि ऊ अघि रिसाएको छैन अघि जस्तो कालो को छ हो कि होइन जिस्केर भने अब नि होइन त्यो थाहा छ नि मलाई गोरे कालेलाई काले नभन्ने के भन्ने यो के भन्छ कपलाई कप नभन्ने लाइटरलाई लाइटर नभन्ने के भन्ने होइन त्यो अब त्यो यत्रो कुरालाईमा तन्का ठुलो बनाएको होइन त्यो हुन्छ नि त्यो चाहिँ खराब कुरा हो तिमीहरू कन्टेन्ट बना राम्ररी प्रपर स्टडी गर मैले भन्दा अगाडि पनि मान्छेले गरिसकेको छ होइन सो त्यो मलाई मात्र ब्लेम नगर होइन अनि गरे पनि मलाई घन्टा फरक पर्दैन र यो अब कतिजना मैले यहाँ देखिरहेको छु कि धेरैजना छ कि यहाँ अब यसो भयो मैले अस्ति कोहीलाई पेल्यो माछ सिक्ने होइन त्यसको गाँड फाट्यो अब हुन्छ नि माछ रिस हैन म्याचिङ फेस टु फेस आओस् के हैन त्यो लाइक हुन्छ नि फेस टु फेस त्यहाँ म्याचिङ त्यहाँ त्यो ब्रोदर यस्तो कन्टेन्ट बनाइदेऊ न भनेर बनाउन लाइदिने हैन के हैन त्यो पनि बनाइलाई त्योमा थाहा छ के को मिलेको छ यहाँ त्यो लाडो त्यो के भन्छ अब के भन्नु नाम साम नभन मलाई हैन भनेपछि म्याचिङ सिधै भन्छु हैन अनि त्यही हो त्यो के भन्छ त्यसरी तिमीहरू के भन्छ यस्तो वाला त्यो टिम अप गरेर हैन त्यो यसलाई ब्याड बनाउनु पर्छ है यसलाई ब्याड बनाउनु पर्छ हैन त्यो तिमीहरूको सब थाहा छ मलाई ओके र त्यो म्याचिङहरू 50 जना मिलेर मलाई थाहा छ नि को छ त्यो मिलेर एउटा हुन्छ नि मेरो इमेज चाहिँ ब्याड गर्न खोजिरहेछ हैन ठिकै छ मै ब्याड तिमीहरू गुड हैन तर केटाहरू अब ऑडियन्स त सबैको हो नि त मेरो पनि कुरा सुन्छ नि त सबैको कुरा सुन्छ तिमीहरू पनि आफै भन न मैले गाली दिँदा नराम्रो अरूले गाली दिँदा राम्रो रे हैन अरूले गाली दिएको छैन अरूले बच्चा बिगारेको छैन मैले त जस्ट ब्रो मैले त बच्चा पनि बिगारे हैन मैले त इन्टरटेन गरे र मेरो ऑडियन्स पनि मैले खोलेर देखाइदिए कति वर्षदेखि कति वर्षको हैन सो कुरा चाहिँ त्यही हो भन्नु पर्दा घुमाइ फिराएर सबैजना यहाँ मलाई मात्र हेर्छ हैन के छैन अरु त त्यही हो अनि अब के भन्छ सो मैले भने त धेरै कुराहरु भने यहाँ पहिलेदेखि सबैले मुख छाडिराछ सबले यताउति भनिराछ कसैलाई केही प्रब्लम छैन मैले भन्दा सबलाई प्रब्लम छ किनकि नलाने मेरो इमेज ब्याड बनाउँछ क्या सो यहाँ को छ मिलेको छ मलाई थाहा छ को रन्डी त्यो के भन्छ अब त्यो क्यामेरा स्यामेरा बोक्ने को काको को अब हैन तिनीहरु सिनहरु त्यो मिलेर टक्क त्यो मलाई यस्तो गराउनु पर्छ हैन त्यहाँ अब मेरै कुरा के अनि मलाई भन्छ क्लाउड चेज क्लाउड बाइ तिमीले चेस गरिरा मेरो नाम लिएर के मेरो नाम लिएर तिमीहरुको भिडियोजमा यति भ्यूज आउँछ नि हैन तिमीहरुले हैन त्यो रिसेन्टली के भन्छ त्यो कुनै पनि भिडियो ड्रप गरेछ नि आको छैन के ब्रो
तिम्रो करियरको सबभन्दा राम्रो राम्रो भिडियोमा त्यहाँ मेरो नाम युज भएको हुन्छ क्या सो त्यही हो अनि कोल्याब सोल्याब अब बाँच्ने केटाहरूसँग मात्र गर्ने हो होइन अनि मैले एआईबाट जेनेरेट पिक्चर जेनेरेट गरेर यो गर्दा त्यो गर्दा द्याट्स गुड राम्रो कुरा हो नि त अब लाइक अब तिमीहरू त पढे लेखेको मान्छे हो होइन अरूको मजाक उडाउनु हुँदैन तर अरूको एआईबाट इमेज जेनेरेट गरेर होइन लाइक कतिवटा कन्टेन्ट क्रिएटरहरूले पनि होइन त्यो गर्छ तिनीहरू त्यो चाहिँ एकदम ठिक के होइन अनि मैले जे गर्दा पनि यिनीहरूलाई प्रब्लम के तर मलाई लाँडै फरक पर्दैन न्यू सङ आउँदैछ अनि त्यही हो केटा तिहार मनाऊ राम्रो गर पड्काउ तर टाढाबाट होइन अब फाटिरहेको हुन्छ होइन झोला चलिरहेकै हुन्छ होइन अनि त्यसपछि अनि अर्को के अरे लाइक त्यो भाइरल भनेको थाहा छ तिमीलाई के हो भाइरल भनेको आज आउनु होइन 2-3 महिना 6 महिना पछि होइन गायब हो के ब्रो चलिरहेको छु के होइन थाहा छ नि त केटाहरूलाई 2021 बाट 2025 भइसक्यो 4 years भइसक्यो ब्रदर होइन चलेछ त दिइरहेको छु त ब्याक टु ब्याक फेरि आउँछ नयाँ फेरि मिलिन पुग्छ के त्यो अड्किँदैन के त्यो 2 लाख 4 लाखमा होइन त्यो माछिने त्यो 2 लाख 4 लाखमा त्यो लाडो चटपटे बनाएको जस्तो गीत बनाउने ब्याक टु ब्याक अनि लाडो अड्के त्यस्तो नो ब्रो होइन फाल्छु मिलियनमा जान्छ सबले सुन्छ होइन त्यही हो कुरा चाहिँ अनि फेरि मान्छेहरूको गाँड फट्छ के अनि अरू त त्यस्तै हो अब नयाँ गीतहरू पनि लाइन अपमा छ अस्ति नै फाल्न लगाएको थिएँ होइन अनि अर्को कुरा होइन त्यो मान्छे भन्छ नि त्यो अनि अर्को कुरा म क्लियर गर्छु होइन म त्यो नम्बर 1 2 3 4 त्यसरी काउन्टै नगर है केटाहरू होइन गर्नु छ भने छुट्टै गर के होइन सबजना एउटै रेसमा दौडेर मजा आउँदैन के मैले आफैले ट्र्याक बनाइरह आफ्नै बाटो बनाइरह आफै हिँडिरहेको छु चलिरहेछ मान्छेले सुनिरहेछ सपोर्ट गरिरहेछ होइन अनि अब यसो भयो अब उनीहरूको बिजनेस घाटा ना मेरो चलिरहेछ नि त आँखा लागिरहेछ नि त मान्छेको होइन अनि त्यही हो नम्बर 1 2 3 4 5 6 म्याचिङ मलाई झाँट मतलब छैन होइन आम ओन्ली 1 के भन्दैछु कि फेरि होइन म अझै ट्र्याकहरू ड्रप गर्छु होइन यस्तो ट्र्याक ड्रप गर्छु अब फेरि होइन सबै टाइपको गर्छु होइन मान्छेहरूलाई मन पर्छ क्या होइन तर फेरि आफ्नै स्टाइलमा के होइन त्यो लाडो त्यो त्यही हो बुझ्यो नि भाइ द वे आजकल म जिम जाँदैछु होइन ज्यान बनाएर आउँछु अनि त्यही हो भन्ने कुरा त सकिसक्यो टाउको पनि दुखिरहेको छ आज होइन आज चाहिँ म यसो भयो कि बिहान छिटै उठ्यो नि त अनि हल्का टाउको हानिरहेको छ कि निन्द्रा पुगेन राम्ररी अब त्यही हिजो रातिसम्म काम गर्दै थिएँ अनि ब्रोम अरू केटाहरू के सोध्नु छ भने टक सोधे हुन्छ है ए अब त्यही हो अर्को कुरा चाहिँ यसो होइन अब लाइक मलाई जसले सुन्छ नि होइन र सपोर्ट गर्छ होइन तिनीहरूलाई चाहिँ लभ यु होइन अनि के भन्छ त्यही हो सपोर्ट गरिराख मैले चाहिँ आफ्नो काम गरिरहेको हुन्छ होइन खुट्टा टान्ने मान्छेहरू आइरहेको हुन्छ म बिचमा आएर पेलिरहेको हुन्छु सबलाई होइन द्याट्स इट के ब्रो बाइ गुड नाइट